पहाडको बाटो हुँदै एक युवक यात्रा गर्दै थियो। बाटोमा ठूलो ढुङ्गा अड्किएको थियो। ऊ रिसाएर भन्छ, यसैले गर्दा सबै रोकिन्छ, हल्लाउन पनि गाह्रो, हटाउन त झन् असम्भव। त्यतिबेला छेउमै बसेका एक बुढा गोठालाले भने, बाबु, ढुङ्गा बोल्दैन, तर पढ्न सके संसारको सबैभन्दा राम्रो किताब यही हो। युवक हाँस्यो, ढुङ्गाले के सिकाउँछ र? गोठाला उठे, ढुङ्गाको छेउमा हात राखे र बिस्तारै भने, तिमी काठमाडौँ जाँदैछौ, होइन? त्यहाँ तिमीलाई ठूला ठूला समस्याहरू भेटिन्छन्, तर याद गर, समस्या पनि यस्तो ढुङ्गा नै हो। तिमी हल्लाउन खोज्दा पहिले तिमीलाई नै पीडा दिन्छ, तर एक एक धक्का दिँदै जाँदा अन्ततः बाटो खुल्छ। युवकले हिम्मत बटुलेर 2-4 पटक धकेल्यो। ढुङ्गा अलि सारियो, फेरि धकेल्यो र अन्ततः बाटो खुल्यो। गोठाला मुस्कुराए, देख्यो, हल्लाउन सकिएन जस्तो लाग्ने कुरा पनि धेरैचोटि प्रयास गर्दा हल्लिन्छ। त्यो दिनदेखि युवक जहाँ गए पनि ढुङ्गा याद गर्थ्यो र कुनै समस्या देख्दा भन्थ्यो, पहिलो धक्का कडा लाग्छ, तर अन्त्यमा बाटो खुल्छ। यो कथाले तपाईलाई के सिकायो कमेन्टमा लेख्नुहोला। सब्स्क्राइब गर्न नभुल्नु है। धन्यवाद।